हो खुसी लागिरहेछ अझै जति सुने त्यति खुसी लाग्ने है यो वचन तपाईँहरूले अब बाहिर मुखबाट भने चाहिँ कहिले आमेन भनेर घर जाउँला भन्ने कसैलाई त्यस्तो पनि लागिरहेछ है तर प्रियहरू म यो भन्न चाहन्छु जब मैले यो परमेश्वरको वचन पाएँ मेरो जीवन परिवर्तन भयो म मेडिकल डक्टर पढ्नलाई साइन्समा कलेजमा पढ्दै थिएँ अनि मेरो चाहिँ डक्टर भनेर बिमारीहरूलाई उपचार गर्ने सेवा गर्ने तर जब मैले यो वचन पाएँ यसले नयाँ जीवन दियो है अनि त्यसपछि मैले निर्णय बदले अर्थात् प्रभुले मलाई त्यो इच्छा दिनुभयो डाक्टर भएर उपचार गर्यो एक दिन त त्यो मान्छे मर्छ तर यो वचन कसैले पायो भने विश्वास गर्यो भने त त्यो मान्छे कहिले पनि मर्दैन आमेन आमेन अनि मैले यही सोचेँ ओहो हाम्रो मान्छेहरूलाई त यो वचनको पो खाँचो छ त डक्टरको भन्दा हैन यो वचनको खाँचो छ अनि मैले आफ्नो जीवन प्रभुलाई समर्पण गरेँ अनि त्यहाँनिर गएर बाइबल कलेज पढेपछि नेपालीहरूकै लागि हैन म नेपालमा 2-3 पल्ट आउँदै गर्छु अनि ठाउँमा गएर तालिमहरू दिने र मेरो भोज र दर्शन नेपालीहरूकै लागि हो र यसरी मेरो गवाई त धेरै लामो छ र आज हामी वचनमा जाँदैछौँ हैन